गाइज लेट्स टक अबाउट केमा भन्दाखेरि लेट्स टक अबाउट अस्थिपञ्जर प्रणाली होइन। पानी परेर आएको छ, साउन्ड अलिकति गडबडी हुनसक्छ, मिलाएर बुझ्नु होला। अस्थिपञ्जर प्रणाली जसलाई चाहिँ स्केलेटन सिस्टम भनेर भन्छ होइन। अब यो सिस्टममा चाहिँ अरू के हुन्छ भनेर भन्नुपर्दाखेरि होइन, अब यो भने मानव शरीरमा रहेका होइन हाडहरूको समूहलाई अस्थिपञ्जर भन्छ कि। हाम्रो शरीरमा जति पनि हाडहरू छ, कङ्कालहरू छ होइन, त्यो सबै पुराका पुरा सिस्टमलाई नै अस्थिपञ्जर प्रणाली भनेर भन्छ अथवा स्केलेटन सिस्टम भनेर भन्ने गर्छ। अब हामी सबैले थाहा छ, अब मान्छेको शरीरमा चाहिँ नि औसतमा भनौँ होइन, अब 206वटा हाडहरू हुन्छ है। अब बच्चाहरूको केसमा चाहिँ हाडहरू अलि धेरै पनि हुनसक्छ है, योभन्दा धेरै पनि हुनसक्छ भनेर वैज्ञानिक तथ्याङ्कहरूले देखाएको पाइन्छ होइन। त्यस्तो हुन्छ। अनि जेस अलिकति 1-2वटा हड्डी बच्चाहरूकोमा अलिक बढी हुन्छ क्या। अब जस्तो कि मान्छे जेस बढी हुन्छ बच्चाहरूकोमा, अनि पछि उनीहरू बिस्तारै बिस्तारै विकास हुँदै जाँदा त्यो हड्डीहरू बिस्तारै बिस्तारै अब मिल्दै अथवा गायब हुँदै जेस औसतमा चाहिँ 206वटा हड्डीहरू हुन्छ। अब हाड एक किसिमको संयोजन तन्तु होइन, कनेक्टिभ टिस्युबाट बनेको हुन्छ होइन। अब हाडका कोष तथा रेखाहरू र खनिज पदार्थ मिलेर बनेको हुन्छ है। हाड सबैभन्दा कडा तन्तु हो है। अब मानव शरीरको सबैभन्दा कडा तन्तु अथवा कडा हड्डी, कडा भाग कुन हो भन्दाखेरि इनामेल भन्ने हुन्छ कि, यही भन्छ होइन, इनामेले भन्ने गर्छ कि। अनि हाड चाहिँ सबैभन्दा कडा तन्तु हो होइन। अनि त्यसपछि कडा तन्तु हो, यो कडा हुनुको कारण भने यसमा भने कोलेजिन फाइबर भन्ने हुन्छ र कि। कोलेजिन फाइबर भने एकदमै मजबुत रेसाहरू हुन्छ। अनि यसको बिचबिचमा क्याल्सियम भन्ने थाहा छ नि, हड्डीमा अब संयोजन गर्न त्यहाँ बसेको कुरा, त्यहाँ पाइने तत्त्व भने क्याल्सियम तथा अरू खनिज पदार्थ पाइने, त्यसरी बनेको हुँदा चाहिँ होइन हाड चाहिँ एकदमै यसलाई चाहिँ दरोत्यो भनेर भन्छ कि। अब यसको बनावटमा निम्नलिखित कति, अब हाड चाहिँ होइन हड्डीहरू यस्तो अस्थिपञ्जरहरू भन्दा चाहिँ कति पर्सेन्ट के मिलेर बनेको छ भन्ने कुरा छ होइन। जहाँ चाहिँ के हुन्छ भन्दाखेरि होइन, जहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ नि, अब के हुन्छ भन्दाखेरि पानी 20% हुन्छ होइन। अब अर्ग्यानिक म्याटर होइन, अर्ग्यानिक म्याटरहरू भने 30-40% हुन्छ। रासायनिक तत्त्वहरू मिनरल्सहरू 40-50% हुन्छ। अनि हाडमा हुने खनिज पदार्थहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण भने एकदमै महत्त्वपूर्ण पदार्थ भने चाहिँ क्याल्सियम हो कि है, क्याल्सियम हो है। अब यसरी चाहिँ हाडको यसरी बनोट यसरी बने हुन्छ। अब हाडमा हाम्रो शरीरमा रहेका हाडहरूको सङ्ख्या है, कतिवटा हाडहरू हुन्छ है, यो विषयमा अब भन्नुपर्दाखेरि होइन, अब यो विषयमा हामी डिस्कस गर्नुपर्दाखेरि चाहिँ नि के हुँदो रहेछ भन्दा टाउकोमा कतिवटा, टाउकोमा 22वटा, कतिवटा त भन्दाखेरि 22वटा हुने रहेछ कि टाउकोमा हाड 22वटा। त्यसपछि मेरुदण्ड है, भर्टिकल बोन है, यो ढाडमा भएको हाड 33वटा। अब छातीमा एउटा स्पेक्ट्रम भन्ने हुन्छ, त्यो एउटा हुन्छ। अब करङको हाड रिब्सहरू 24वटा हुन्छ। त्यसपछि हात पाखुराको हाड टोटल गरी 60वटा हुने भयो। खुट्टाको हाड 58वटा होइन। अब पेल्भिक हाड भने हामीलाई थाहा छ नि त, पेल्भिक हाड भने अब पिछुवाडा को हाडमा 3टा हाडहरू बनेर हुन्छ। अनि काँधको सोल्डर ग्रेन्डल भने चाहिँ 4वटा हुन्छ। अनि त्यसपछि जिब्रोको हाड, जिब्रोको आधारमा हाड चाहिँ अब कतिवटा, एउटा हाड हुन्छ। अनि यसरी दिएको छ है, यस्तो हुन्छ है। अब त्यसै गरी अर्को जम्मा त्यही गरी टोटल गर्दाखेरि कति 206वटा हाडहरू पाइन्छ। अब हाडहरूको प्रकार भने चाहिँ कस्तो कस्तो हुन्छ भन्दा एउटा खादिलो हाड है, एउटा कम्प्याक्ट बोन र अर्को स्पोनी बोन भन्ने, यो 2टा बोनहरू भयो कि है, यो 2टा बोनहरू हुन्छ। यो पेजको हामीले यति नै डिस्कस गऱ्यौँ होइन। अब अर्को खदिलो हाड, अब के भन्ने छ नि त है, त्यो हाडहरूको बारेमा डिस्कस गर्नुपर्दाखेरि अब यसरी जाउँ है। अब यहाँ कस्तो छ भन्दा कम्प्याक्ट बोन भने यो चाहिँ नाङ्गो आँखाले हेर्ने हो भने चाहिँ होइन, खदिलो हाडहरूको सतह चिल्लो र छिद्र बिनाको हुन्छ होइन। यो मानव शरीरको प्राय होइन भार थाम्ने अङ्गको हाडमा रहन्छ र वजनदार हुन्छ, एकदमै गह्रौँ पनि हुन्छ अरे। यसलाई सूक्ष्मदर्शक यन्त्रले हेर्दाखेरि यसभित्र असङ्ख्य चक्काहरू होइन, यसको तहहरू रहेको हुन्छ, जसलाई हेबर्जियन सिस्टम भनेर भन्ने गर्छ, जसलाई आँखाले देख्न सकिन्छ। नेक पार्ट भयो है, आँखाले देख्न सक्ने पार्ट। अब
हेबर्जियन सिस्टम अन्तर्गत चाहिँ हेबर्जियन क्यानल अनि ब्लड अनि लिम्फ भेसलहरू अनि नर्भहरू मिली बनेको हुन्छ। अनि अर्को स्पोनी बोन भने चाहिँ हाड भन्ने चाहिँ स्पोनी बोन भने चाहिँ होइन, यस प्रकारको हाडमा चाहिँ छिद्रहरू हुन्छ है। अग्निकोमा त हुँदैन थियो, यसमा चाहिँ छिद्रहरू हुन्छ। यो झट्ट हेर्दा मौरीको चाका जस्तो देखिन्छ अरे, झट्ट हेर्दा मौरीको चाका जस्तो देखिन्छ। अनि मौरीको चाकामा भएको त छिद्रा जस्तो देखिन्छ। अनि यी हाडहरू हलुका हुन्छन्, एकदमै हलुका हुन्छन् होइन। अनि यी छिद्राहरूमा रगत उत्पादन गर्ने रातो मासी रेड बोन म्यारो हुन्छ होइन। यसलाई सूक्ष्मदर्शकको सहायता यन्त्र होइन, जो माइक्रोस्कोपले हेर्दा पनि अब हेबर्जियन अब क्यानलहरू सिस्टम त देखिन्छ, तर यसमा अलि ठुला हुन्छन् होइन। यस किसिमको हाडमा लामो हाडको दुवै छेउमा र अन्य हाडको भित्री सतहमा मात्र पाइने गर्छ। यति नै गरौँ है, तिमीलाई भयो पुग्यो सिद्धो सतह यस्तो हुन्छ है। अब यसमा अब हाडहरूको अब यो पिक्चरमै दिएको छ होइन। हाडमा अब जान्नै पर्ने भागहरू है, अस्थिपञ्जर प्रणाली रहेका हाडहरूको नाम है। अब क्रानियम खप्परमा भएको, अब यो हाम्रो हातको के भन्छ, यो कुइना भन्छ के भन्छ, क्याल्भिक। अब थोरासिक स्याक, यो छातीमा भएको हाडहरूको, यो छातीमा भएको यो मेन पार्ट भने स्प्रेक्टम। अब यहाँ स्प्रेक्टमबाट छुटेर गएको सानसानो अब हाँगा जस्तो भयो, त्यसलाई रिब्स भन्छ। अनि अर्को भर्टिकल कोलम भन्ने हुन्छ यहाँनिर होइन। अनि त्यसपछि हातको भागहरूमा के पर्यो भन्दा, एउटा के पर्यो त भन्दाखेरि होइन, हाडको भागमा चाहिँ नि के पर्यो, हाडको भागमा एउटा यहाँनिर पऱ्यो, एउटा यहाँ छ रेडियस उल्ना। अब के कर्पल्स बोन भन्ने हुन्छ। अब यो हाडहरू है, अब यिनीहरू यस्तो पार्टहरू हुन्छ कि अब यो खुट्टामा है, यो सबभन्दा लामो हाड फ्युमर। अनि यो पेल्भिक पार्टको भनेको थिएँ नि अग्निको, यही पार्टको है, यहाँ चाहिँ 3टा हाडहरू हुन्छ। अब लम्बर भर्टिब्रा भन्ने छ यहाँ होइन, लम्बर भर्टिब्रा भन्ने हुन्छ। अर्को थोरासिक भर्टिब्रा भन्ने हुन्छ यहाँनिर। अनि रिब्सहरू भयो, यो मेन पार्टलाई के भन्छ यहाँ स्पेक्ट्रम भन्छ। स्पेक्ट्रमबाट यता छरेर गए, यसरी गएको पार्टलाई चाहिँ के भन्ने भयो त भन्दाखेरि, छरेर गएको त्यस्तो पार्टलाई चाहिँ के भयो त रिब्स भनेर भयो। अब यो हाम्रो पछाडिको काँध हुन्छ नि, त्यो पार्टलाई स्पेटुला के अरे स्क्यापुला भयो है। यस्तो पार्टहरू हाडमा रहेको यस्तो हाडहरू। अब यति भइसक्यो है, यो पेज पनि सक्यो। अब हाडको कामहरूको बारेमा छ यहाँ एउटा है। अब हाडको कामहरू भन्नुपर्दाखेरि होइन, हाडको कामहरू ल हाडले चाहिँ के काम गर्छ भन्दाखेरि होइन, हाडले चाहिँ अब यसले शरीरको ढाँचा र रूपरेखा तयार गर्छ कि। मानव मान्छेको शरीरमा हाडै छैन होइन, हाडै छैन भने त तपाईँ आफै इमेजिन गर्नु न, हाडै नभएदेखि हामी कसरी ठिङ्रिङ्ग लाएर उभिन सक्लाौँ, कसरी चाहिँ नि नाच्न सक्लाौँ, उफ्रिन सक्लाौँ, गाउन सक्लाौँ होइन। खप्परै नभएदेखि, खप्पर मानौ अब दिमागै भनौँ न, मस्तिष्कै सबै हाडबाट बने हुन्छ नि त। अब हाड नहुने आई थिङ्क भन्नुपर्दा अब जस्तै चिप्ले किराहरूमा हुँदैन, त्यस्तै हुन्छ क्या। मान्छे सबै यसरी हिँड्न सक्ने, आवाजा गर्न त्यति सजिलो हुँदैन थियो कि जोस जीवन होइन। अनि हाडले हाम्रो शरीरको विभिन्न होइन, अब क्याभिटीहरू होइन, क्याभिटी भने खाली भागहरू होइन, यिनीहरू क्रानियल, थोराइक, पेल्भिक एन्ड द एब्डोमिनल भाग बनाएको हुन्छ होइन। अब क्याभिटीहरूमा महत्त्वपूर्ण अङ्गहरूलाई सुधार प्रदान गर्छ हाडले। अब रेड बोन म्यारोले रक्तकोषहरू होइन, ब्लड सेल्सहरू तिनीहरू निर्माण गर्छ, क्रिएट गर्छ, उत्पादन गर्छ, फर्मेसन गर्छ। हाडले क्याल्सियम र फस्फोरस होइन जम्मा गरेर राख्छ र शरीरलाई मजबुत गरेर थाम्ने काम गर्छ नि। ठुला वजनदार चाहिँ नि सामानहरू उचाल्न, पछार्न, अब कसैले हान्न बजाउन, यस्तो काममा नि हाडको प्रयोग हुन्छ नि, हड्डीको। अनि मासु चपाउन, दाँतको भयो, यस्तो हुन्छ क्या। अनि हाडहरू मिलेर जोर्नी बन्छ, जसले शरीरमा अङ्ग चलाउन र गति बढाउन मद्दत गर्छ। हाडहरूमा मांसपेशी र टेन्डन टाँसिएको हुन्छ, जसले गर्दा हाम्रो शरीरमा हात खुट्टा चलाउन मद्दत गर्दछ। हाडहरूले मांसपेशी क्रियाकलापहरूमा उत्तोलकको रूपमा रहेर काम गर्छ। अब यस्तो छ हाडको कामहरू। अरू सबै हामीले अरू पनि भन्न सक्छ हाडको काम के
हिँडुल गर्न यता आवत जावत गर्न, भारी बोटाउन, दैनिक कार्य सम्पादन गर्न, सरल सहज ढङ्गले गर्न, होइन, शरीरलाई एउटा आकर्षकत्व प्रदान गर्न हाडले। अब हाडै नभए मान्छे, अब जस्तो हाडै नभए हातै छैन भने मानव कोही मान्छे त राम्रो देखिन्छ त? देखिँदैन पक्कै पनि। त्यस्तो अवस्थामा चाहिँ हाडको महत्त्व रहेको छ। सो यति नै।